नमस्कार। यति बेला हामी आज 2081 साल चैत महिनाको 3 गते शनिबार हामी रुबीभ्याली गाउँपालिकाको छौँ। 350 मिटरको हाइट पाङसाङ पासमा बसेर हामी यो दृश्य कैद गरिरहेका छौँ। तपाईँहरूले अगाडि देख्न सक्नुहुन्छ पाङसाङ गेट हो र अगाडिको जुन डाँडा छ पल्लो लेक हो। आज हामीलाई मौसमले चुनौती दिएको छ। करिब यति बेला दिउँसोको 3 बजेर 20 मिनट गएको अवस्था छ र हामीले यहाँबाट पाउले लेक जस्ता दृश्य लिन सकेका छैनौँ। तल देखिएको बस्ती जुन बस्ती शेरदुङ, त्यसपछि माथिको लापा लगायतका बस्तीहरू यहाँ छन्। हाम्रा साथीहरू फोटो सेसन गर्दै हुनुहुन्छ। वर्षा हुने अवस्था रहेको छ। पछाडिपट्टि हेर्न सक्नुहुन्छ तपाईँ त्यो देखिएको भाग जुन पानी परिरहेको छ, बर्सात भइरहेको छ। रसुवा जिल्ला पर्दछ र त्यही नजिकै कतै हाम्रो धादिङ र रसुवाको सिमाना सोमदाङ नाका पनि त्यहाँ नजिकै पर्दैछ। आज हामी समय अभावको कारणले गर्दाखेरि सोमदामसम्म पुग्न सक्ने छैनौँ। हाम्रो गन्तव्य यहीँसम्म रहन्छ। हामी बाटोमा हिउँ खेल्दै मस्ती गर्दै पिकनिक गर्दै हामी यो रमणीय स्थानसम्म आयौँ। वास्तवमा भन्ने भने यो धरतीको स्वर्ग हो। हाम्रो धादिङमा यति राम्रो घुम्ने ठाउँहरू छ। हामी घुम्नको लागि, यही हिउँ हेर्नको लागि हामी सैलुङ पुग्छौँ। यही हिउँ हेर्नकै लागि हामी कालिन्चोक पुग्छौँ। यही हिउँ हेर्नकै लागि हामी अन्नपूर्ण बेस क्याम्प पुग्छौँ। साँच्चै हामी हाम्रो जिल्लालाई माया गर्ने हो, हामी हाम्रो जिल्लालाई घुम्ने हो भने यहाँ धेरै यस्ता खालका प्राकृतिक वातावरणमा चाहिँ हामी रमाउन पाउनेछौँ। यहाँ हाम्रा साथीहरू हुनुहुन्छ। हाम्रो च्याम्रादेवी माविको दुर सर हुन्छ। दुर सर कहाँदेखि आउनुभयो? शेरदुङ। कति बजे हिँड्नुभयो सर? बिहान लगभग बिहान 4:30। हामी 4:30 बजे हिँड्यौँ है सर। हजुर। हामी बाटोमा इन्जोय गर्दै आउँदा लगभग हामीलाई कति घन्टा लाग्यो सर यहाँ आइपुग्दा? लगभग 4:30 भनेपछि अहिले हाम्रो 4 बज्यो। 3:30 भयो सर। 3:30 भयो, लगभग 11 घन्टा लाग्यो। 11 घन्टामा चाहिँ हामी तिप्लिङमा पनि रोक्यौँ होइन सर? हजुर। बिचमा हामी 2 घन्टा जति चाहिँ हाम्रो खाजा खाने कार्यक्रमको लागि रोक्यौँ। ठिक छ सर, नमस्कार। नमस्कार सर, कहाँदेखि आउनुभयो? म तिप्लिङदेखि आएको सर। सर, यहाँ खास हजुर के को लागि आउनुभएको हो? अब यसो भ्रमण होइन, यसो रमाइलो साथीभाइ हाम्रो सरहरू स्टाफहरूसँग हजुर यसो रमाइलोको लागि आएको। अलि मौसमले साथ दिएन, अरू चाहिँ एकदमै रमाइलो लागिरहेछ। हजुर, सरको चाहिँ स्थायी ठेगाना? मेरो चाहिँ सुदूरपश्चिम प्रदेशको एउटा हिमाली जिल्ला यस्तो है, दार्चुला भन्ने। हजुर। झन्डै 3000देखि त्यही 2500को बिचमा छ मेरो बसाइ। तपाईँ दार्चुला घुमिरहँदा र आज धादिङको चाहिँ यो पाङसाङ पासमा आउनु भएको छ नि सर? कस्तो लाग्यो यहाँ यो पाङसाङ पास? पक्कै पनि प्राकृतिक रूपमा त उस्तै छ। हजुर। र अलि यहाँ चाहिँ अलि पर्यटनको लागि चाहिँ एकदमै प्रचुर सम्भावना पुगेको छ यो ठाउँ। हजुर। अब म प्रधानमन्त्री भयो भनेपछि केही हुन्छ यहाँ। ठिक छ, सरको सपना पुरा हुन्छ। यही बिचमा हाम्रो दोङदेन माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदरणीय हाम्रो मान सर पनि हुन्छ। सर, यहाँलाई स्वागत छ। नमस्कार। के छ सर, यो त तपाईँको चाहिँ आफ्नो ठाउँ होइन? सरको त पक्कै पनि पहिलोपटक होइन होला। कति पटक आइपुग्नु भयो सर? म त गनेर साथै छैन। गनेर साध्यै छैन है सर। के छ सर यो ठाउँको अलिकति विशेषता भनिदिनु नि सर छोटकरीमा? ठाउँको विशेषता भनेको अहिले त्यो चाहिँ हामी अहिले 3850 मिटरको चाहिँ उचाइमा छौँ होइन? हजुर। यसको विशेषता भनेको अब यो माथितिर चाहिँ पहिला तानबाट बनाएको चाहिँ हजुर भ्यू पोइन्टहरू छ होइन? त्यहाँबाट चाहिँ उता हेरेपछि तपाईँको उता धुन्जियाहरू छर्लङ्गै देख्न सकिन्छ यो माथिको डाँडाबाट? हजुर हजुर हजुर। अनि त्यसपछि यता गएपछि हजुर हामीले उता प्याल्चोर डाँडा भन्छ होइन? यो डाँडा होइन सर, अगाडिको डाँडा? यताबाट चाहिँ हजुर लगभग 1.5-2 घन्टा लाग्छ यहाँबाट चाहिँ प्याल्चोर डाँडा पुग्नलाई। हजुर। यस ठाउँबाट चाहिँ रुबीभ्यालीको सबै ठाउँ देख्न सकिन्छ क्या तपाईँ? पाल्दोरबाट? हजुर। हजुर सर, अनि यो सोमदाङ चाहिँ यहाँबाट कति टाढा हो सर? सोमदाङ तपाईँको यहाँबाट त्यस्तै हिँडेर 1.5 घन्टा लाग्छ। 1.5 घन्टामा पुगिन्छ। हुन्छ सर, हजुरलाई एकदम धन्यवाद। हजुरकै कारणले आज हामी यो ठाउँसम्म आइपुगेका छौँ। फेरि पनि हाम्रो सरलाई एकदमै धन्यवाद दिन चाहन्छु।